हेलो साथीहरु, वेलकम मेरो यो नयाँ युट्युब च्यानलमा है। हजुरहरुलाई चाहिँ म आजको च्याउ खोज्नु आउँदाको भिडियो देखाउने छु। मेरो आजको भिडियो चाहिँ च्याउ खोज्नु आएको भिडियो हो है। म चाहिँ पाखामा आएको थिएँ, सखुवानी पाखामा च्याउ खोज्नुलाई। मरी दुई हात टेकी हिँडेर यहाँसम्म आइपुग्यो। अनि अहिले चाहिँ च्याउ खोज्नु आएको है। यहाँ च्याउ देखाउने छु म हजुरहरुलाई चाहिँ। यहाँ हेर्नुस्, हामी चाहिँ च्याउ खोज्नु लागेको थियो। च्याउ चाहिँ यसरी मजाले फुलेर बसेको रहेछ। यसलाई भन्छ अन्डे च्याउ। अन्डे च्याउ। वाउ, हेर्नुस् त साथीहरु। ओहो, यस्तो हुन्छ हाम्रो यता जंगलमा च्याउ चाहिँ। सल्ले च्याउ एकदम मिठो हुन्छ, पकाएर खाँदाखेरि बास्ना पनि आउँछ। डन्ठी भाज्छ। वाउ साथीहरु है, च्याउ ल यो चाहिँ सल्ले च्याउ है। अघि मास्तिर डाँडामा आउँदाखेरि चाहिँ भिडियो बनाउनु पाएन, के गर्नु, बाटो बन्द भएछ रुखहरू ढलेर। अनि त्यसपछि म चाहिँ अलि चार पाउ टेकेर हिँड्नु पर्ने भयो, त्यही भएर भिडियो बनाउनै सकेन है। अनि च्याउ खोज्नु आएको थियो ऊ फुपू र म, माइजू र म। अनि च्याउ चाहिँ पाउँदैन होला भन्दै आएको त च्याउ त यस्तो भएर बसिरहेको छ, ढलेर बसेको रहेछ। च्याउ हेर्नुस्, च्याउ गाइस, च्याउ छ। लु ऊ त्यतातिर पनि उम्रिरहेको रहेछ। ऊ किराले पनि खाएर ढलेछ कोही वहाँ मुर्कामा। आउनु अझ ढिलो भएछ। मैले त च्याउ फले होइन भनेको, च्याउ त फलेर पनि यस्तो भइरहेको रहेछ। आमा साथीहरु, उल्कै भएछ नि जंगलमा त। यो च्याउको नाम चाहिँ अन्डे च्याउ। अहिले चाहिँ हामी चाहिँ पाखामा आइपुगेको छौँ, सखुवानी पाखामा। यो पाखाको नाम चाहिँ सखुवानी पाखा है। पाखाको नाम चाहिँ सखुवानी पाखा। अनि च्याउ खोज्नु आएको। च्याउ यहाँ हेर्नुस्, यसको कोपिला चाहिँ यस्तो हुन्छ। अनि त्यसपछि फक्रेपछि चाहिँ यस्तो। वाउ, कोपिला च्याउ कति हेर्नु ल। कोपिला चाहिँ त्यहाँ, हजुर कोपिला चाहिँ यस्तो हुन्छ गाइस। कोपिला त्यस्तो च्याउ हेर्नुस्, फक्रेपछि त्यस्तो मुर्कामा त्यस्तो फक्रेर बस भुइँमा हो, तर रुखको फेदमा माटोमै। वाउ क्या दामी भइरहेको साथीहरु। वाउ च्याउ हाम्रो जंगलमा त होइन साथीहरु, पाखामा भनौँ, पाखामा उम्रेको च्याउ है। हाम्रो पाखामा उम्रेको च्याउ यो सल्ले च्याउ साथीहरु। हाम्रो पाखामा चाहिँ हजुर सानो कोपिला दुईटा भेटेको। कोपिला होइन, सानो त्यो पोखरेको। यहीँनिर अघि तपाईँ यहीँबाट जानु भएको रहेछ त। अनि साथीहरु, च्याउ चाहिँ एक छाक भयो। फाइनली च्याउ भयो एक छाक है। त्यो मलाई गाह्रो छ नि, के गर्नु, मोबाइल समाउनु कि हर्षे समाउनु कि झोला समाउनु है। म चाहिँ आउने बेला चाहिँ च्याउ पाउँदैन होला भनेर नै आएको, तर च्याउ चाहिँ उम्रेछ। हुनु त घरमा पनि कति खानु त्यो आलु मस्यौरा, अनि कति खानु त्यो साग भनेर। अनि मम्मीले पनि भेट्यो भने तरकारी हुन्छ। फेरि मलाई चाहिँ यो त्यति मन पर्दैन है। हाम्रो मम्मीलाई चाहिँ एकदम मन पर्छ यो च्याउ भनेर चाहिँ। अनि मम्मीकै लागि भने पनि आएको है। म चाहिँ त्यति खान्न, मलाई अलिअलि भए पनि पुग्छ। मलाई मन चाहिँ पर्दैन, तर पनि अलिअलि चाहिँ खान्छु खानेर। तर यो मन पर्ने चाहिँ मम्मीलाई हो है। हेर्नुस् यतातिर यो जङ्गल। आमा साथीहरु, हजुरहरूले चाहिँ के को रहरले हिँड्या होला जङ्गल भन्नुभयो होला है।
आउने बेलामा त झिझारै लागिआएको थियो, पाउँदैन होला भनेर, तर पाइसकेपछि चाहिँ रमाइलो लाग्यो अनि बाटो खराब, बाटो छैन है, बाटो नभएपछि चाहिँ हिँड्नुलाई गाह्रो छ। त्यहाँ त्यो तलको पहाडदेखि यहाँ चढेर आएको। ओ माई गड, मेरो दिमाग मुटु एकैतालले पड्किला जस्तो भयो। ओ साथीहरू, गाह्रो छ है, गाह्रो। फेरि भरे कराईमा हालेर पकाएर खाँदा त मिठो हुन्छ नि, के गर्नु, खोज्नु पो दुःख छ। त्यो पनि आफ्नो लागि त होइन, आमाको लागि खोज्नु हो। च्याउ लगेर दिएपछि चाहिँ आमा चाहिँ भरे फुर्किएर हजुर खुसीले उदङ्ग हुन्छन्। खाना दोजी आइनी प्राण बोलिया। च्याउ खोज्नु चाहिँ यो जङ्गलमा, यो धेरै टाढा आइपुगिसक्यो हामी चाहिँ होइन। यसलाई चाहिँ के भन्नुहुन्छ है हजुरहरूले? यस्तो पनि पाउँछ यो पाखामा चाहिँ, यो यसको नाम के हो? कहाँ हो आइनी च्याउ? यहाँ हेर्नुहोस् त, यहाँ च्याउ चाहिँ कस्तो रहेछ भने डल्लै रहेछ, भित्रै निक्लेकै छैन रहेछ कि हाँगी। च्याउ हाय आमाङ च्याउ सब छिक्ने हाँगी कता पुच्ने गयो त च्याउ त। यहाँ हेर्नु साथीहरू, च्याउ। ओ माई गड, यो चाहिँ केलाकै छैन है। मैले त म यसलाई केलाएर देखाउँछु है। एकछिन जङ्गलले है, यसलाई चाहिँ यसरी केलाउने है साथीहरू, यस्तो गर्ने हो। यसलाई चाहिँ ला मैले त च्याउने च्यादियो, सरी है, मैले चाहिँ भाँचिदियो च्याउ चाहिँ। मेरो भिडियो हेरेर चाहिँ हजुरहरूलाई चाहिँ कस्तो लाग्छ कमेन्ट गरेर भनिदिनु होला है साथीहरू। ए त्यो अन्डाभित्र चाहिँ यस्तो हुन्छ है। यहाँ चाहिँ मैले राम्रोसँग केलाउन सकेन है। यहाँ लामखुट्टेले टोकेर यस्तो हुन्छ साथीहरू। गाइस च्याउ हान तो दारेन त्यो तोर मार दारेन च्याउ साथीहरू। च्यामो जति ज्यादा छिक्छिनी अंडा च्याउ वाउ यम्मी। भरे त बेलुका त कराईमा लगेर पकाउँदाखेरि पो हुन्छ त खतरा। वाउ साथीहरू, लामखुट्टेले पो गर्यो त। माई गड, ओ माई गड, मेरो च्याउ त यति भएछ है। के गर्नु साथीहरू? हजुरहरू यसलाई के भन्न चाहनुहुन्छ? यसको मलाई यसको नाम भन्नु चाहिँ आएन है। हाम्रो तामाङ भाषा, म त्यति धेरै नेपाली भाषा बोल्दैन नि त।
म तामाङ भाषालाई बोल्छु। हाम्रोतिर चाहिँ यसलाई मालङ भन्छ। मालङको जाङ भन्छ है। त्यो मालङ भन्ने किराको गुड भन्छ। तर हजुरहरूले के भन्नुहुन्छ यो नेपाली भाषा मलाई आउँदैन त्यो भन्नलाई चाहिँ। ल वाउ साथीहरू होइन भने यहाँ मालङलाई जाङ च्यादी बिहा ए वाउ साथीहरू च्याउ आङी झोल माइजु झोला भरेन आङी पेट दुख्ला नि फेरि भरे पेट दुख्ला नि देखाइ खाएपछि त हो ल है आउँदैन यहाँ यो पनि आङी चाहिँ कोपिला टिप्नु भएछ ठुलो चाहिँ नटिप्नु मलाई चाहिँ फक्रेको छोडिदिनु भएछ तर पनि केही छैन यो पनि खानु भइहाल्छ नि आया कोपिला चाहिँ आच्याले होइ कति कमलो होला सबै भाज्यो केले त्यत्रो रिस उठ्या हो बिचरा भरे यो च्याउ खानलाई जिब्रो पड्काउँदै आउने होला आङी घरमा आङी मन कति राम्रो छ नदिनु भनेर के गर्नु भरे आएपछि दिनु पर्यो साथीहरूलाई है आङी माया लाग्छ होला नि साथीहरूको त्यो अन्डा होइन तपाईँले मैले होइन प्याङ झोला चाहिँ सानो भइसक्यो ल च्याउ आङी म आउँछु सिएको त आउँछु त लिनु पर्यो माला तेरो नाम क्या परे चुथो जे यहाँ हेर्न यो के भने यस्तो कोपिलाहरू छोडिदिनु न अब के गर्नु त यो टिपेर पनि केही काम छैन भरे आङी अब त झोला जानु पर्दैन मासतिर के गर्नु टिप्ने टिप्ने नि भयो आङी आङी चाहिँ टुपा टिपेर कुदिने हो क्या अरे अनि यहाँ झोलामै चाहिँ नअर्ने भइसक्यो त अनि के गर्नु ल अब त अटेन पो यहाँ हाल्नु मेरो हाल्नु कि अब आङीको हाल्नु आङीको अब केही झोला अझै अट्छ कि आङी गइसक्यो त अब जाओस् गइ त सक्यो कता चिन्नु न अयो पैसा छ होला ट्रान्सफर धार लिलालो मलाई ट्रान्सफर गर्न आउँदैन म त्यस्तो मोबाइल त्यति चलाउनु पनि आउँदैन म भर्खर मोबाइल चलाउनु सिकेको छु के गर्नु आफू त केही नजान्ने पर्यो के गर्नु है गाह्रो छ च्याउ त ओइलिसक्यो रहेछ ल त्यो झोलामा नअटेर यता हाल्यो है साथी च्याउ यस्तो भयो सो मेरो च्याउ चाहिँ फाइनल्ली यति भयो ल हेर्नुहोस् मेरो च्याउ
यो च्याउको नाम चाहिँ सल्ले च्याउ हो है। सल्ले डाँडामा सखुवानी डाँडामा सल्ले च्याउ पाउने भएर है म चाहिँ आएको। मेरो च्याउ चाहिँ जम्मै पाखामा हिँडेर यस्तो बिजोग भयो। हेर्नुहोस् ल च्याउ यो हो सल्ले च्याउ, जसलाई हामीले चाहिँ गाउँघरमा चाहिँ अन्डा च्याउ भन्छौँ है। मेरो आजको भिडियो चाहिँ च्याउ खोज्न आउँदाको भिडियो। सो यहाँतिर पाखा पनि हेर्न सक्नुहुनेछ है, शीतल हावा चलेको छ। अनि उहाँ चाहिँ माइजूले घाँस काटिरहनु भएको छ अब घर जाने भनेर। ल च्याउ खोज्यो है, तर च्याउ खोज्नु चाहिँ गाह्रो छ है साथीहरू। यसरी लामखुट्टेले रगत खान्छ। रगत त कति खायो ल हेर्नुहोस् लामखुट्टे मजाले रगत खाएर बसेको छ है यसले चाहिँ। ल कति आनन्द छ। आमामा अर्काको रगत खाएर बस्नुलाई लाज पनि छैन है। आमामा हट। अनि यहाँ खुट्टा हेर्नुहोस् त, खुट्टा यस्तो भइरहेछ। आमामा यो सबै यो के भन्छ यो बापियोहरूले काटेर मेरो खुट्टा चाहिँ यहाँ पनि काटेको छ, रगतै रगत। यहाँ काटेको, यता पनि काटेको, अनि यता पनि काटेको छ। म त एकचोटि त रुनु कि हाँस्नु भएको थियो। अम्मा रगत त गएको गाई अलिअलि टटाउने होइन फेरि। ओ बाफ्रे गाह्रो छ है, गाह्रो छ। खानु पो सजिलो छ है, मिठो हुन्छ भरे लगेर पकाएर खाँदा। तर यो डाँडा यो सबै डाँडा घुमेको, यो सबै डाँडा यहाँ माथिसम्म पुगेर अनि फर्केर आउँदाखेरिको चाहिँ है नतिजा यस्तो छ। लामखुट्टेले कति खायो, पानी तिर्खा लागिरहेछ। तर जे होस् च्याउ पायो है, त्यसैमा खुसी छौँ। यतिको च्याउ भयो। यहाँ यति छ, त्यसमा त्यो प्लास्टिकमा पनि छ, यसमा पनि छ। यो चाहिँ मेरो फुपूको माइजूको चाहिँ वहाँनिर छ, वहाँनिर त्यो झोलामा। माइजूको झन् मेरो भन्दा पनि धेरै छ है। ल फाइनली च्याउ भेटियो है। भेट्दैन होला भनेर आएको थियो घरबाट, तर भेट्यो। हिँड्नु पनि धेरै हिँड्यो। म चाहिँ थाकेर आलस्य नै भइसक्यो। हिँड्नु नपरे पनि हुन्थ्यो, यहीँ बस्नु पाए पनि हुन्थ्यो। अनि तिर्खा लागेको चाहिँ त्यत्तिकै है। जे होस् गाह्रो छ खानुलाई, अब खोजेर खानुलाई गाह्रो भयो भने के गर्नु। अब खोज्नु त पर्यो है, कति खानु। घरको त्यो त्यो आलु तरकारी, दाल अनि साग कति खानु वाक्कै लागेर अब च्याउ पाउने सिजनमा चाहिँ आएर खोजेको है। तर च्याउ भेट्यो भने खुसी लागेको छ। च्याउ भेटेकोमा चाहिँ हिँडेर यत्रो अब आलस्य अब थाक्यो भने, तर भेट्दाखेरिको खुसी चाहिँ अब त्यो थाकेको पनि अब बिर्सिन्छ। तर जिउ त दुखिरहेछ नि, तर पनि खुसी लागिरहेछ है। च्याउ चाहिँ भेट्यो फाइनली। अब यत्रो च्याउ त खाएर त सिद्धिँदैन, अब लगेर बाँड्नुपर्छ गाउँतिर है। के गर्नु, अब फाल्नुभन्दा त भेटेको च्याउ टिपेर लगेर गाउँतिर बाँड्यो भने सबैले खान्छ नि है, आफ्नो छिमेकीहरूले। सो आजको मेरो भिडियो चाहिँ च्याउ खोजेको भिडियो। फाइनली यो डाँडामा हिँड्दाखेरि चाहिँ मैले भिडियो बनाउन सकेन है। गाह्रो भयो, के गर्नु, हिँड्नुलाई नि गाह्रो। त्यही माथि एउटा हँसिया बोक्नु कि आफ्नो मोबाइल बोकेर हिँड्नु कि च्याउ बोकेर हिँड्नु कि। च्याउ पनि यत्रो भयो खोज्दा खोज्दै, त्यो पनि भिर काँडाहरू डाँडातिर। कहिले त अब समाउने ठाउँ नहुँदाखेरि त हो बुट्टातिर समाउँदै हिँड्नु पऱ्यो, यस्तो कुसहरूतिर। अनि बापियोले काट्ने त्यत्तिकै रगत पुस्दै हिँड्नुपर्ने है। गाह्रो छ साथीहरू, गाह्रो छ। के गर्नु। ल फाइनली अब च्याउ चाहिँ भेट्यो, त्यसमा मलाई खुसी लागेको छ। हजुरहरूलाई पनि मनपर्छ भने मलाई भन्नुहोस् होला कमेन्ट गरेर। च्याउ पाउने बेला हजुरहरूलाई पनि म ल्याउने छु च्याउ भनेर म भन्दिनँ। तर च्याउ मनपर्छ भने चाहिँ हाम्रो घरमा आउनुहोस्, म चाहिँ खोजेर हजुरहरूलाई खुवाउने छु। A few moments later. ल अब हामी चाहिँ घरमा हिँडेको साथीहरू। यति बेला भयो, रात पर्यो है। घर जाने बेलामा चाहिँ यो चाहिँ घाँसको बारी भारी। यहाँ चाहिँ मेरो जिब्रो पनि कस्तो भयो। यहाँ चाहिँ च्याउ हालेको छ यो भित्र चाहिँ। अब बोक्नु सकेन है, के गर्नु। घाँस पनि छैन, बाख्रा घाँस पनि लानु पर्यो है। ल अब चाहिँ हामी घरमा जान लागेको। ओ फुपू चाहिँ वहाँ पुग्नु भइसक्यो। मलाई गाली गरी मैले गरेर चाहिँ ढिलो भयो है। रात पनि परिसक्यो। भिडियो बनाउँदा के गरेको भन्दा हिँड्नु नसक्दा यत्रो डाँडा काँडा यो भिरमा हिँडेर बल्ल यहाँ आइपुग्यो है, यो खोलामा।
यहाँ चाहिँ हामीले पानी खाएको। अब चाहिँ हामी घर जान लागेको है साथीहरू। हजुरहरूलाई चाहिँ मेरो भिडियो कस्तो लाग्छ, मनपर्छ भने प्लिज लाइक कमेन्ट सेयर गरिदिनुहोस् है। म यस्तै भिडियोहरू हजुरहरूको लागि म फेरि पनि ल्याउने कोसिस गर्नेछु। हजुरहरूलाई मनपर्छ भने प्लिज 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 सब्सक्राइब गरिदिनु र कमेन्ट पनि गरिदिनु होला कस्तो लाग्यो भनेर चाहिँ भनिदिनु होला है साथीहरू। र यसलाई चाहिँ म बिदा हुन चाहेँ। अब चाहिँ घर जानु पर्यो है, रात पनि परिसक्यो। ऊ पनि उहाँबाट पराइ पुग्नु भइसक्यो, म मात्रै छु। अब चाहिँ म जानुपर्छ है घरमा। ल आजको लागि चाहिँ छुट्टी हुँ र भोलि पर्सि फेरि यस्तै भिडियोहरू ल्याउने कोसिस गर्नेछु। आजलाई चाहिँ बाई बाई।